निर्वाचनको माहौल कस्तो छ र आम अरू गाउँमा जाँदा त्यति उत्साह देखिएन र यो निर्वाचनको माहौल यो संविधान सभाको निर्वाचनको माहौलको चाहिँ हामी यहाँ प्रस्तुति गर्दैछौँ। यो साह्रै मनोरम ठाउँ तर उपेक्षित एउटा बाटो यो झोर हुँदै छरेसम्म यो नुवाकोट जाने एउटा बाटोले जीवनमा के रूपान्तरण ल्याएको छ तर पनि ठोस रूपान्तरण देखिएको छैन। हजार सम्भावनाहरू छन्। यो प्रिस्टिन ल्यान्ड अक्षुण्ण एउटा चाहिँ जग्गा अहिले बाँकी छ। यहाँ रिजोर्टहरू आउन सक्छ, यहाँ पानीको प्रशस्त पानीको व्यवस्थापन गर्न सकिन्छ। यो वन जोडिएको छ, शिवपुरीसँग जोडिएको कारणले वनहरू र वन्यजन्तुको यहाँ सुरक्षा भएको छ। यो बाहेक अर्ग्यानिक खेतीको सम्भावना छ र यहाँको नागरिकहरू एउटा प्ले ग्राउन्ड नभएको, एउटा हस्पिटल नभएको, एउटा एम्बुलेन्ससँग राम्रो प्रबन्ध नभएको कुरा गर्दै हुनुहुन्छ। र यो ठाउँमा एउटा नयाँ यो आउटर रिङ रोड बाहिरबाट क्रस भएर जाने र नयाँ एकीकृत जग्गा विकासको प्रशस्त सम्भावना छ। अहिले अव्यवस्थित रूपमा आली बाटो छ, मसिना बाटाहरू छन् तर यो एकीकृत जग्गा विकास जस्तो भयो भने एउटा सुन्दरतम चाहिँ आवास क्षेत्र बन्न सक्छ। यो नागरिकको जुन भित्रको प्रेसर छ त्यसलाई चाहिँ हामी यता ल्याउन सक्छौँ। यो आउटर रिङ रोड एउटा बन्यो र यहाँको यो भूबनोट अनुसारको हामीले एकीकृत जग्गा विकास गरेपछि स्वाभाविक छ यो दक्षिणतिर फर्केको यो पाखोमा दिनभरि घाम लाग्ने सुन्दर सुन्दर चाहिँ घरहरू निर्माण हुन सक्छ, होटेलहरू रिजोर्टहरू चाहिँ आउने सम्भावना छ। र मैले धेरैपल्ट दर्शकबारमा राखेको यो युवाहरूको प्रेम गर्ने ठलो भएन। साग किन्दाखेरि उल्टाइ पल्टाइ 4 रुपियाँको साग चाहिँ हामी हेर्ने अनि जीवन साथी खोज्दाखेरि कमसेकम एक ठाउँमा बसेर जीवनको कथा हाल्ने, प्रेमको कुरा गर्ने, सङ्गीतको कुरा गर्ने अनि यो ठाउँमा सँगै बसेर यो मान्छे के हो, यो मान्छेको विगत के छ, भविष्य के छ, जीवनसँगै गाँच्न सकिन्छ कि सकिँदैन भनेर हामीले चाहिँ कथा हाल्ने, जीवनको कथा हाल्ने यस्तो प्रेममय एउटा वातावरण यहाँ छ। त्यसैले मैले पहिला लफाट जुन भनेको थिएँ त्यो एउटा सम्भावना छ। र दशक दिन मैले एउटा पाल्पाको लागि तेल लगाएको लागि भनेर एउटा गणेशजीको ठुलो मूर्ति बनाएको थिएँ, त्यो 16 फिट जतिको। र त्यसमा अरू भक्तजनहरूले त्यसमा चाहिँ लगभग 1 करोड रुपियाँको यो चाहिँ गरगहना दिएछ। मैले ठाउँको चाहिँ चयन गर्न धेरै ठाउँमा प्रयत्न गरेँ। त्यो तेलगा त्यो तानसेनको पाल्पाको तेलगामा चाहिँ प्रयत्न गरेँ, त्यहाँ सम्भव भएन। तर यहाँ साह्रै धेरै प्रति जग्गाहरू हुनेछ, उपत्यकाको नजिक छ। र मैले यो कुनै ठाउँमा नागरिकहरूसँग मिलेर भोलि एउटा ठुलो गणेश यात्रा गरेर कुनै एउटा अग्लो ठाउँ त्यो राख्न पाइयो भने या केवल कारको अरू सम्भावना छ। यो टुरिस्टिक जोन बन्छ। यहाँनिर चाहिँ अर्को मैले एउटा जग्गा यहाँबाट देखिरहेको छु कि हाम्रा यहाँका युवाहरूले चाहिँ प्रस्ताव गरिरहनु भएको छ। त्यो ठुलो फाँट जग्गा छ जहाँ यो ट्रेडिसनल मेडिटेसन चाहिँ यसमा चाहिँ यो महेश महर्षिको चाहिँ उहाँको मलाई चाहिँ एउटा जग्गा खोजिदिन आग्रह गर्नुभएको छ। जुन ठाउँमा महर्षि टावर बनाउने, जुन 14 तलाको टावरमा यो महर्षिको खेती प्रणाली, महर्षिको एजुकेसन, महर्षि अनुसारको स्वास्थ्य यसरी चाहिँ 14 तला विभिन्न ध्यानदेखि अरू योगसम्मको यो टावर त्यसको लागि यहाँ जग्गा खोजिरहेको छु। र यो ठाउँमा चाहिँ त्यस्तो प्रशस्त सम्भावना भित्राउन सकिन्छ। त्यसैले केही मित्रहरूले चाहिँ हामी पछाडि पऱ्यौँ भनेको छ। तर मैले अघि भने अक्षुण्ण यो चाहिँ ठाउँ भएको कारण त्यो सम्भावनाको फेरि चाहिँ खेती हुने चाहिँ देखिएको छ। त्यो सम्भावनाको लागि यहाँ आधारशिला छ। त्यसै डस्टबिन यस्तो एउटा पवित्र ठाउँ यो चाहिँ झोरमानकाल र हामी साङ्ला गाउँको वेबपेज हामी विस्तृत भएका छौँ। यहाँको युवाहरूको फेरि पनि केही कुराहरू सुनौँ। नमस्कार सबैलाई। तपाईँ सबै यही गाउँको बासिन्दा झोर अनि साङ्लाको। अनि हजुरको परिचय पाउन। म रामसिंह अधिकारी, मेरो घर 1 नम्बर झोर 1 नम्बर हजुर। र अनि अब स्थानीय बासिन्दा हो। चुनाव कति लागिरहेछ तपाईँहरूलाई? चुनाव हामीलाई चाहिँ नि चुनाव लागेको छ, हामीलाई राम्रै छ चुनाव। तर के भनेदेखि हामीलाई चाहिँ के भएको छ भने हामीलाई धेरै मान्छेहरूले चाहिँ ढाँटेको हुनाले अब हामी चाहिँ नि उनीहरूसँग अब चाहिँ नि हामीलाई तालमेल गर्न मन लागेन। उनीहरू भनेको उनीहरू भने अब माओवादी एमाले यी अगाडि जितेर जाने मान्छेहरूसँग हामीलाई उनीहरूसँग विश्वास भएन। अनि नयाँ कि नयाँ अब कुनै आउँछ भनेदेखि हामी नयाँलाई सघाउने हो।
नयाँसँग लागेर हामी तपाईँलाई अनि होइन पुरानोले चाहिँ धोका दियो केही गरेन भने के गरेन के आग्रह राख्नु यहाँ चाहिँ उसले भन्यो कि अब यहाँ चाहिँ यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भन्यो भोलिपल्टदेखि यहाँ आउँदै आएन धेरै अब जिताएर पठायो उसको नामुकै देखिएन नदेखिएपछि अब हामी निराश भयौँ भोट त हाल्नुहुन्छ नि तपाईँहरू भोट हाल्छौँ हामी अनि नमस्ते तपाईँ नाम हो जोरहाट हो है जोरहाट अनि के चुनाव लागिरहेछ तपाईँ लागेको छ भन्नु पऱ्यो संविधान सभा भन्छ जस्तो लाग्छ बनाउनुपर्छ हामी सबैजना युवाहरू मिलेर अब राम्रो संविधान बनाउनुपर्छ गाउँ टोल अब आफ्नो देश विकास गर्नुपर्छ अब हामीले चाहिँ तपाईँले विकास भन्नुहुन्छ नि विकास मतलब के भइहाल्ला भन्नुहोस् के भन्नुहोस् त अब नपुगे के भन्नुहोस् त अब हामीले यहाँ बाटोघाटोको राम्रो सुविधा छैन होइन देखियो अब गाउँमा सुरक्षा व्यवस्था हामीलाई राम्रो चाहियो बाटोघाटोको सुविधा चाहियो हामी जस्ता युवा पुस्ताहरूले गर्ने आधारहरू केही पनि छैन यहाँ उनीहरूको लागि हामी जस्ता युवाहरू शिक्षा चाहियो हामीलाई स्वास्थ्य चाहियो अनि त्यसपछि अब युवा वर्गले के गर्न चाहेको छ त्यो छलफल हुनु पर्यो हामी जस्तो युवाहरू हामी यो गाउँमा मात्र नभइकन हरेक गाउँहरूमा बेरोजगार छन् उनीहरूको लागि केही सिपमूलक तालिमहरू चाहियो हजुर रोजगारीको अवसरहरू हामीले प्राप्त गर्नु पर्यो होइन पाउनु पर्यो अनि भनेपछि तपाईँको यो के एम्बुलेन्स यस्तो स्वास्थ्य चौकी छ छैन स्वास्थ्य चौकी त छ तर उचित स्वास्थ्य के अरे उपचार व्यवस्था छैन उपचार व्यवस्था अलिक छैन लाइब्रेरी खेलकुद मैदान पनि त्यस्तो उपलब्ध केही छैन भनेपछि यहाँ फुटबल खेल्नु भने कहाँ फुटबल खेल्नु भने टोखा पनि हाम्रो अब कस्तो भनेदेखि काठमाडौँको नजिक लगभग कति छ तपाईँलाई यस्तो टाइम प्लानिङ गर्ने भन्यो भने प्रस्ताव आयो भने तपाईँले हामी सहयोग गर्छ होइन अनि त्यो गाउँ विकास हुन्छ भने क्षेत्र विकास हुन्छ भने हामी सबैले साथ गर्न तयार छौँ ल उसो चाहिँ यो सन्देश हाम्रो एउटा टपिक बोलेर राख्न चाहन्छु भन्दाखेरि हाम्रो यो झोरमा पर्यटकीय क्षेत्र हाम्रो धेरै छ यहाँ तर पनि अब हामीसँग उचित स्रोत तथा साधनहरू नभएको हुनाले गर्दाखेरि अझ हाम्रो यो पर्यटकीय क्षेत्रलाई हामीले बाहिरसम्म पुर्याउन सकिरहेको छैन यो जति चाहिँ पारिलो घाम लाग्ने दक्षिण परेको ठाउँमा हजुर जस्तो मैले चाहिँ एउटा गणेशजी बनाएको थिएँ 16 फिट हो ढुङ्गाको गजबको गर्व नछ होइन तपाईँहरूले चाहिँ मलाई अब यो सभा निर्वाचनपछि 50-60 रुपियाँ जग्गा खोजेर र तपाईँहरूले यहाँ चाहिँ गणेशजी राख्ने 150 फिट एउटा मन्दिर बनाउने सेन्टर अफ एक्सिलेन्स ट्रेनिङ गर्ने अरू गर्ने खेलको सबै हाल्यो भनौँ न त्यसो भने तपाईँ जग्गा खोज्न सक्नुहुन्छ वनको छेउको होइन वनको छेउको यो फेरि चाहिँ एउटा ट्रस्ट हुन्छ त्यो चाहिँ यो होइन यो गाउँमा तपाईँहरूले व्यवस्थापन गर्ने रोजगारी पनि त्यही हुन्छ होइन ट्रेनिङ सेन्टरहरू हुन्छ त्यस्तो सेन्टरको हामी कल्पना गर्न सक्छौँ होइन तपाईँले साथ दिनुहुन्छ नि होइन जाने बेला भएकै थिएन अस्ति मात्र त्यत्रो धुमधामले भित्राएका बिचरा अनि राम्रो विदेशी टिकाउ भनेर जुन पाए त्यही प्राप्त दिएछ अनि प्रोग्राम भने जस्तो कुनै ठोस ठाउँ छ हामी कहाँ धेरै छन् त्यस्तो अहिले यहाँ नजिकै छ के छ भन्नुहोस् त एउटा शिवजीको मन्दिर छ त्यहाँ चाहिँ बौडेश्वर महादेव छ त्यसको नाम चाहिँ बौडेश्वर महादेव भनिन्छ लगभग काठमाडौँको अधिकांश मान्छेहरूलाई अहिले थाहा भइसकेको छ मिडियाले गरेर चाहिँ अस्ति प्रचार भएछ कति एरिया छ एरिया छ होला 20 रोपनी जतिको 20 रोपनी जग्गा छ अनि मैले एउटा छ नि जहिले पनि भनिआएको जस्तो यहाँको युवाहरू छ नि सहरमा बस्छन् होइन मोटरसाइकल छ अब कहाँ कता जाउँ हुन्छ नि तपाईँको ठाउँ यहाँ सेवा रिजर्भ बन्न सकिने जस्तो लाग्यो बाहिर आउने अलिक स्वच्छ हावा खाने होइन घाम ताप्ने ठाउँ छ अब के ठाउँमा के समस्या देखियो भने अब मोटरसाइकलमा गयो होइन भर्खर उमेर लाग्दा मान्छेले जीवनको कथाहरू हाल्छ नि होइन तिमी को हो कसो हो के हो परिचय चाहियो अघि पनि मैले भने साग किन जाँदाखेरि बोल्दै गर्छ भने जीवनसाथी छानलाई नजिक त पर काखी बनाउँछु भित्री बनाउँछु अरू छ कि होइन त्यो लाल पूर्जा भन्ने स्वास्थ्य पूर्जा छ छैन त हेर्नु पऱ्यो अब यस्तो युवाहरू आफ्नो ठाउँमा स्वागत गर्नुहुन्छ कसैको के भयो भने यो गाउँ बिग्रिनेले चाहिँ होइन तिमीहरूले चाहिँ पकाउनुपर्छ भन्ने यस्तो अभियान त्यसको पनि मापदण्ड हुन्छ नि त हजुर यदि एरियासम्म यो हुने त्यो एरिया चाहिँ तोक्नुपर्छ जहाँ पनि बस्ने पाटामा बस्ने त्यो चाहिँ हुँदैन एउटा मापदण्ड हुन्छ एउटा एरिया हुन्छ त्यो चाहिँ अब त्यही भएर व्यवस्थित गर्नु पर्यो त्यसरी तपाईँको सबै विभिन्न दलको चाहिँ युवाहरू मिलेर युवतीहरू मिलेर र तपाईँहरू त्यसको स्थान खोज्ने होइन र कुनै प्राइभेट सेक्टरको चाहिँ इन्भेस्टर ल्याएर
होइन त्यसको एउटा ठुलो हिस्सा चाहिँ गाउँमा पनि आउने गरेर त्यो गरियो भने तपाईँहरूले स्वागत गर्नुहुन्छ अब त्यसलाई मैले लभर्स पार्क भन्यो भने के आपत्ति हुन्छ आपत्ति हुँदैन आपत्ति हुँदैन पक्का हो नि हाम्रै गाउँको डेभलप हुने हाम्रै गाउँको विकास हुने हो जहाँबाट पनि होइन मैले किन यो प्रस्ताव भने तपाईँले रोजगारी कुरा गर्नुभयो नि अब मान्नुहोस् कि तपाईँहरूको चाहिँ यहाँ चाहिँ होइन मुला उत्पादन भएको छ गाजर उत्पादन भएको छ होइन काँक्रो उत्पादन भयो अब त्यो काँक्रो चाहिँ सहरमा बेच्नुभन्दा यहाँ अलिकति चारजना चाहिँ काँक्रो मुला गोलबाट दुइटा हालेपछि त नुन अलिकति चाहिँ बिहे नुन 6 रुपियाँ 100 रुपियाँको भयो नि होइन यहीँको त्यो वस्तु 10 रुपियाँ पनि होइन तर सलाद भनेर पनि ड्रेसिङ गरेर बेचेपछि त चाहिँ होइन ट्रेन हातले गऱ्यो भने 10 रुपियाँको कुरा भयो एउटा पापड हाल्यो भने 40 रुपियाँ आउँछ भनेपछि अनि कसैले कफी सप कसैले होइन अर्को त्यही केही सप कसैले पिज्जा भयो अब होइन कुकर पसल त खोल्नु भयो भनेपछि यही भित्र स्थानीय रोजगारीको लागि तपाईँ तयार हुनुहुन्छ त्यो सम्भावनाबारे किन काम गर्नु भयो नि त पहिला होइन हामीले प्रयास राम्रो छ गरेको प्रयास गरिदिने मान्छेले गरिदिने एक त हामी बेरोजगार होइन त्यहाँमाथि हामीसँग अब बेरोजगार भइसकेपछि स्रोत तथा साधनहरू त अब त्यहाँबाट कहाँबाट पाउनु त हामीले होइन हामीबाट कसैले हामीलाई आएर सपोर्ट गरिदिनुहुन्छ भने हामी भित्रदेखि नै एकदम साथ दिएर हामी अगाडि बढ्नेछौँ र तपाईँले भनेको छ नि त्यो ऐतिहासिक स्थल जुन छ बालासन महादेव त्यहाँसम्म जोड्न चाहन्छ एउटा त्यहाँ यो बोर्डको यो पानी मुहान यहाँबाट पानीलाई ड्याम बनाएर च्यानल बनाएर पानी लगेको छ यहाँको बासिन्दाहरूको गुनासो छ त्यो सबै मुहान हाम्रो पानी यहीँबाट बग्छ अग्राधिकार हामीले पाउनु पर्ने हो यो सहरको सबै ठाउँमा जान्छ हाम्रो घरमा पानी एक ठाउँको चुहिँदैन हामी गाग्रो बोकेर जाने म माथि गएर हेरेको एउटा जान्छ पानी खतरबाट ल्याएको छ भने जम्मा गरेर पोखरी बनाएर त्यहाँ झारेर रहेछ त्यो म लुकेर गएर मैले हेरेँ त्यस्तो चाहिँ होइन म्यानमेड होइन यो मान्छेले बनाएको यो नेचुरल एकदम प्राकृतिक छ र यसलाई चाहिँ होइन पानीको होइन कसरी बनाउने यो चाहिँ यसको बारे विचार गर्न सक्यो भने यो वर्षभरि युवायुवतीहरूको चाहिँ मेरा लाग्ने ठाउँ हाम्रो आफ्नो प्रेमको कुरा म तिमीलाई माया गर्छु आई लभ यु होइन त्यो एउटा हात जस्तो लिएर होइन बाँड हानेको चाहिँ र त्यसमा नाम कोरेको ठाउँहरू हुनसक्छ र त्यो नाम कोरेको पेसा यहाँको युवाहरूले गरे पनि हुन्छ यहाँ चाहिँ होइन कि फोटोग्राफीको चाहिँ सेसनहरू चल्न सक्छ अरू फिल्म मेकिङको लागि अरूको प्रयोजनको लागि यो ठाउँ चाहिँ उपयुक्त होला मैले दर्शकहरूलाई चाहिँ यहाँको पशुजहरूको बारे परिचय गराएँ यहाँ वन जङ्गल छ हरियाली छ वन्यजन्तु छ निकुञ्जहरू सबै छ यो पर्यटकको क्षेत्र बन्न सक्छ यो धार्मिक स्थल बन्न सक्छ पर्यटकीय क्षेत्र बन्न सक्छ यो चाहिँ अर्ग्यानिक खेतीको ठाउँ बन्न सक्छ त्यसैले अनन्त सम्भावनाहरू छन् यसलाई चाहिँ होइन प्रबन्धन गर्नु बाँकी छ र यो संविधान सभामा जाने प्रतिनिधिले संविधान जनताको अनुकूल यो संविधान निर्माण गर्नेछ र संविधानको बाहेक यहाँका चाहिँ साना इस्युजहरूदेखि यहाँका ठुला विकास निर्माणका कुराहरू चाहिँ अघि बढाउनेछ अनि मैले विश्वास लिएछु दर्शकबिन यो सबै काम गर्नको लागि युवा कोही उम्मेदवार चाहेको छ जसले चाहिँ यो सबैलाई हाम चाहिँ लाउन सक्छ दर्शकबिन त्यसैले म यहाँको युवाहरूलाई आह्वान गरिरहेको छु तपाईँहरूले त्यस्तो योग्यतम उम्मेदवार चयन गर्नुहोस् र यो सबै कामहरूलाई चाहिँ होइन फलीभूत गर्नुहोस् मैले चाहिँ यो आह्वान गर्न चाहन्छु दर्शकबिन यो सम्पूर्ण कामहरू सानोदेखि ठुल्ठुलो कामहरू देखिए गरी अनुभूत हुने गरी युवाहरूको सहभागितामा गर्नुपर्नेछ दर्शकबिन यसो गरे कस्तो 주의요, 주의 어서. 근데 주의